हेलो नमस्ते सबैजनालाई तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आई होप तपाईहरु सबैजना आरामै हुनुहुन्छ। कहाँ जाँदैछु भनेर तपाईहरुलाई अहिले भन्ने नै छु। हामी चाहिँ दिदीबहिनी भएर चाहिँ गइरहेको छौँ अनि म चाहिँ ड्राइभ गर्ने छु। अनि आज चाहिँ हामी कहाँ जानु भन्दा पनि फुपूहरुले अस्तिदेखि बोलाइ गर्नु हुँदै थियो। त्यही भएर फुपूहरुलाई भेट्नुको लागि चाहिँ हामी यो बाटो कान्छी चोकको बाटो हुँदै हामी चाहिँ हाइवे जाँदैछु। तर ट्राफिकले मलाई समाउनु भएन साथीहरु, आज बुझ्नुभयो। त्यति मात्रै हो, ट्राफिकले चाहिँ बाबा मलाई नसमाउनु, समय पनि छोड्दिनु ल। ल तेरो बुढा हो ट्राफिक। अनि त्यही हो, अब लेट्स गो। अहिले पानी पर्ला जस्तो भइसक्यो हैन, जानुपर्ने हुन्छ। फुपूहरुलाई भनेको छैन आज, चुपचाप अहिले हामी नै सरप्राइज खाइरहेको हुनु अरे, फेरि गोठाला कहाँ पुगिरहेको भने के गर्नु। फोन गरौँ होला है फुपूहरुलाई। के हुँदैन, टाढो कहाँ जान्छ त नि भन्नु अरे। के जान्छ, नराम्रो देखिँदो रहेछ यो हेलमेट त अनि हेर्न पारेको जस्तो छ नि एउटा हेलमेट। साथीहरु मलाई एउटा हेलमेटको आवश्यकता परिरहेछ। के गर्नु होइन, आफ्नो स्कुटर छैन, नभए त मेरो बोयफ्रेन्डलाई किनी माग्नु पर्यो। कहाँ छ मेरो बोयफ्रेन्ड? उता खोटाङतिर फेरि भन्छ बोयफ्रेन्ड दाजु मलाई एउटा हेलमेट गिफ्ट गर्नु पर्यो। हेलमेट होइन हौ, यो स्कुटरै। चत्रा छेउमै आइसक्यौँ होइन। यहाँदेखि अब यता जानुपर्ने छ हामी। यहाँनिर छ हाम्रो साधन, ढङ्गलीमा त्यता छ, म यता छु। अनि कस्तो ड्राइभ गर्दा हात गल्ने रहेछ क्या, यस्तो गल्ने रहेछ क्या। त्यो टाढो बाटो कुदाएको भनेको मेरो यो फर्स्ट टाइमै हो। अब यहाँदेखि इटरीदेखि एकैचोटि म रामपुर जाँदैछु। लेट्स सी ट्राफिक सर प्लिज। आयो तर मैले लाइसेन्स निकालेको छु नि, त्यो ल्याउनु मात्रै बाँकी छ क्या, त्यही मात्रै बनाउनु आँटेको। अलिक जङ्गल काटेर आएर चाहिँ यहाँनिर फोटो भिडियो क्लिक गर्न आँटेको क्या, किनभने यो यसमा त डरै हुन्छ नि त, हात्ती आउँछ भनेर। अनि सो यहाँ बसेर यसो फोटो भिडियोहरू लिइसकेको साथीहरू हामी चाहिँ। अनि एउटा कुरा नि, पुलिस मामा तपाईँहरूले मेरो गाडी नपक्रिनु होला कृपया, म चाहिँ यही प्रार्थना गर्छु भगवान्सँग। त्यतिखेर भने चाहिँ आइपुग्यो रामपुर बजार आइसक्यौँ होइन। यहाँदेखि यहाँ पर चाहिँ बजार जान्छ होइन। अनि हाम्रो फुपूको घर चाहिँ यतैपट्टि छ। अनि हामी चाहिँ उतादेखि केही पनि नल्याएको। अनि त्यो भएको भएर चाहिँ चिसो लगिदिनु पर्यो अब कसैले होइन, केही छैन के लाने कसैले भन्ने भयो। अनि म कति माथि लगेछु त। हाम्रो फुपू चाहिँ धेरै चिसो मन पराउनुहुन्छ नि त, अनि त्यही भएर कान्छी फुपूको घरमा आइसक्यौँ। चाहिने केटालाई ओफ धन्न, आज मलाई ट्राफिक सरहरूले पक्रिनु भएन मलाई होइन त। अब हामी एकछिन यहाँ बस्छौँ अनि चत्रा जान्छौँ होला। चत्रादेखि फेरि फर्किनु पर्ने हुन्छ। कतिखेर नि आज रातै पर्छ। फुपूसँग भेटिहालेँ, यतातिर आफन्त सबैलाई भेटेँ, दिदीहरू भाइहरू बोजूहरू अङ्कल आन्टीसँग भेट भयो अरे। अनि त्यस पछाडि अहिले चाहिँ हामी यतातिर जाँदैछौँ फुपूको बारी। फुपूको बारीतिर जाँदैछौँ। फुपूको बारीमा चाहिँ कटर कटर पनि रहेछ। तर त्यही यो चाहिँ फुपूको छोरा, हाम्रो भाइ डन, रामपुरको डन। यसलाई कल गरेपछि सब काम बन्छ। यत्तिकै फुपूको ड्रागन फ्रुट। तर कुन चाहिँ टिप्ने हो, कुन टिप्ने कुन नटिप्ने लु थाहा छैन, टिपे। म त फर्स्टचोटि आएको हेर्दैछु बोटमा। आइज न टिप। ए यो कुन टिप्नु भएको? ल आज चाहिँ मैले फर्स्ट टाइम यो सबै पाकेको हो र? लाल रङ्गिनी लाल लाल। ए खाने बेला भएको रहेछ यस्तो पो फुट्यो आइज ल। ड्रागन फ्रुट चाहिँ बोटमा खानुको मजा छुट्टै छ साथीहरू, छुट्टै। ओके यता पनि छ ठुलो, यता छ घुमी अरू फुल्दै छ, फल्छ फेरि नबेच्ने यो नबेच्ने खानालाई
आँपका टिप्नु सकेको टिप्नु आकाशको फल आँखा झरी मर भन्नु जस्तै ड्रागन फ्रुट चाहिँ 4-5 जना टिपेर हिँड्दैछु ऊ सिधै उता आँप फुट्नु गएको छ अर्काको घरमा आफ्नो चाहिँ यता टिप्नु सकिएन अनि त्यस पछाडि ड्रागन फ्रुट एउटा खाएको त अलग्गै भयो त्यो बाटो म त 2टा खाएँ खानु नपाएको पहिले खानु नपाएको त्यही हो फुपूको करेसाबारी यता रामपुर त कमलाबारीतिर हामी दिलिरहेको छौँ साथीहरू होइन अनि घर फर्किनु पर्ने हुन्छ राति परिसक्यो माइली फुपूको पनि कतिखेर पस्नु आज अहिले जाँदाखेरि चाहिँ सरले प्लिज ट्राफिक सर तपाईँलाई सलोट म्यान सल्युट तपाईँलाई यस्तो सलोट हान्छु कम्पनी लस खाइदिइहाल्छु नि यस्तो गरेर नपक्रिनु होला कृपया होइन ऊ फुपा आउनु हुँदैछ ऊ तल भुइँ लिएर उहाँ चाहिँ हाम्रो फुपा कान्छा हुनुहुन्छ फुपा चाहिँ तल त्यो पनि बारी जस्तै हुनुहुन्छ हाम्रो फुपा त त्यही हो साथीहरू ल यस्तै यस्तै हुँदैछ अब घर जान्छौँ पर अनि त्यस पछाडि फुपूले फेरि मासु पकाउनु हुँदैछ क्या मासु तर के को भुइँमा लाउने यो अगाइरहेछ ऊ सिबेले अघि चाहिँ हामी आँप टिप्नु सकेनौँ कि अनि त्यस पछाडि यसो उकालो हेरेर छोडिरहेको थियौँ अहिले चाहिँ फुपा आएर चाहिँ खेलेर फुपा चाहिँ माथि हुनुहुन्छ अनि फुपाले टिप्दै हुनुहुन्छ म चाहिँ भुइँमा भेला गर्दैछु अब रुखमा चढ्नु त सक्दिनँ अनि मैले चाहिँ भिडियो बनाइदिँदैछु यो नानाको ब्युटिफुल नानाको ब्युटिफुल नाना यहाँनिर चाहिँ छ एक प्लास्टिक भइसक्यो फुपा साँच्ची सोइता नि आइसकेको कि मासतिरै छ ए आइसक्नु भएको छ अरे ए आमामा प्लास्टिक उयो भइसक्यो अब त हाम्रो सर नमस्कार गर्छु यो त अनि बाक्लो भएन र सिबे यो यस्तो लुच्काएर टिप्ने अरे हजुर कसले भनेको फुपा आपाले अङ्कलले सबले यस्तो रोप्ने हजुर मैले हेरेको कस्तो लुच्काएर भनेको भन्नाले यो गोठ छ नि अँ यो गोठ चढिसकेपछि यस्तो उस्तो गर्नु त्यहाँ पक्क चढेर फेरि ए त्यस्तो पनि हुन्छ अनि ए कसरी अनि यता नि जुका मैले ल्याएको अरे हाम्रोतिर जुका छैन अनि परे बस्न त नि आफू नसकेपछि तेर्नु गएको छ त त खाने मात्रै हो मेजमानमा पऱ्यौँ है मेजमानमा बुगाको फुपूको घरदेखि पनि फर्किन आँटेको भात सात खाइहाल्यो मासु भात डन्काइहाल्यो नागाको मासुसँग होइन अनि यता फुपू हेलो हेलो नभन्ने अनि यता हाम्रो फुपा हुनुहुन्छ फुपा त क्यामेरामा लजाउने हुन्छ फुपालाई त्यति देखाउनु हुँदैन एकदम लजालु हाम्रो फुपा हुनुहुन्छ होइन अनि हो पर चाहिँ बोजू हुनुहुन्छ पर बाजे हुनुहुन्छ बोजूले चाहिँ भर्खर मै पारेर पनि हामीलाई दिनुभयो त्यस्तो होइन अनि ल अब हामी फर्किन आँटेको माइली माया नजाने बस्ने ल अब हामी गएको फुपू ल भाइ भाइ फुपा ल सिबे बस हामी फाइनली फुपूको घरतिर छोडेर घर छोडेर चाहिँ इटरीतर्फ जाँदैछौँ साथीहरू अब होइन कति बज्यो माइली भन्छ घडी हेर्दा
कति बजे भन् न 18 बजे 6 बजीसक्म होइन 6 बजीसम्म हामी यहाँ रामपुरमै छौँ कतिखेर इटरी पुग्छौँ आइडन न होइन अब यहाँ माइलीकोमा पस्छौँ थाहा छैन तल फुपूहरूले हेरिराख्नु भएको छ ल बाई बाई फुपू माइलीको घरमा अहिले आइपुग्यौँ र फुपू कान्छीको घरमा पनि गएको थियौँ अनि आज चाहिँ फुपूहरूलाई फोन नगरेको चापसँगले आएको होइन फुपूहरूलाई धन्न कान्छी फुपू चाहिँ आज घरमै हुनुहुँदो रहेछ फुपालाई गोठाला पठाउनु भएछ अनि एक्लै घरमा बस्नु हुँदै रहेछ अनि फुपू माइलीको पनि चुपो लागि आएको फुपू माइली अहिले कता जानुभयो खोइ घरमै हुनुहुन्न अब के गर्ने यो काले हप्सेडिङ गरे मात्रै छ आज भोलि चाहिँ नगर्नु भन्नु त पहिला चाहिँ कानले भएको पनि आफै कोले गर्थ्यो अरे अनि अब हामी यहाँ फुपू पढिरहेको छ लक्की आइज आइज नि त नि हेर्न लु माइली पनि आइपुग्यो हामी त यस्तै हो हामी चाहिँ राति यता टिप्पाटिम्माको घरतिर जाँदैछौँ फुपूको घरदेखि बाटो पो देख्दैछौँ यसरी हामी जाँदैछौँ यता पनि छ जनता फुपूको घर तेरीको हामी चाहिँ यहाँ घरमा आइपुग्यौँ ल हाम्रो टिमा नमस्ते नमस्ते बाबु हेलो भन्दिनु हेलो टिपा नमस्ते ल हाम्रो टिमा चाहिँ यहाँ खाना खाँदै हुनुहुँदो रहेछ म पनि नमस्ते गरेँ टिपामा घरदेखि चाहिँ फर्केर आइसक्यो अब यहाँ फुपाको घरमा चाहिँ मैले अब चाहिँ हामी सुत्छौँ आजको भिडियो यस्तै भयो तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै भोलि अर्को भिडियो लिएर आउने नै छु त्यति बेलसम्मको लागि बाई बाई गुड नाइट